सामान्य खालका दमहरू जो चाहिँ र ब्लड प्रेसर हाई, डायबिटिज भएका बिरामीहरूले पनि यो औषधि सेवन गर्न मिल्छ। म फेरि यसलाई एकचोटि रिपिट गर्न चाहन्छु। वृद्ध सामान्य खालका दमहरू, हाई ब्लड प्रेसर बीपी हाई भएको व्यक्तित्वहरू, डायबिटिज जस्ता क्रोनिक रोगहरूमा पनि यो औषधि खानुहुन्छ। र सँगसँगै यो औषधिले हात्ती पाइलेला मात्रै हो भनेर चाहिँ हाम्रो जुन बुझाइ छ त्योभन्दा पनि यसका अरू पनि फाइदाहरू छन्। सेवन गर्दा जुकाका कुराहरू छन्, पेटमा परेका हाम्रा जुम्राका कुराहरू छन्। जस्तै तपाईँले के ख्याल गर्नु पर्यो भने कोरोना आएर पनि हामीलाई धेरै कुरा, मास्क लगाउने, हात धुने, ग्लोभ्स लगाउने भन्ने कुराले पनि हाम्रो धेरै हैजालका कुराहरूलाई हामीलाई अहिले सपोर्ट गरेको छ। र त्यस्तै गरेर पहिला आउने बिरामीहरू अस्पतालमा पेट दुखेर आउने बिरामीहरू धेरै लेभलमा थिए, त्यो धेरै कम भएर गएको छ।